मातृकाले फोन गरेको थियो कि बर्से घुम्नु जाएको भनेको थिएँ गाउँबाट। हामी चाहिँ जानु पाएन है योपालि। फुल त झरिसक्यो होला अब त। अब त्यो बोलाउँछ यहाँ सिबी रोप्नु यो तल्लो 11 ढुङ्गा टिप्नु पनि सघाउनु 1-2 मिनेट गरेर रोपौँ। मेरोमा मलहरू छ भने मानेन त्यत्रो बिउ लगेर नाश बनायो। सिबी बिउ कस्तो महँगो छैन मैले नाम्ची टार्गेटहरूकोबाट 1500 रुपियाँ किलो दिएर भने यो चाहिँ के हो लौका होइन? खिरा खिरा काँक्रा खिराहरू पनि हुन्छ तपाईँकोमा? कति हुन्छ पोटा ड्याममै थिए खिरा त त्यतिको म त थाहा थिएन नि त। कोपी त सिबी र कोपी चाहिँ अब कति हो भइसकेको अब कस्तो डर राम्रो छ राम्रो क्या हो गगिलो खालको। तपाईँ एक्लै रोप्नुहुन्छ दि? आमा मार्रो सबै कोपी। लट्टा सिबी पऱ्यो। कोपी कति त त्यो दिदीलाई 2 किलो भन्दै थियो हो। आधी केजी सिबी टिपिदिनु भयो त्यो दिदीलाई? मलाई पनि टिपिदिनु न 2टा डल्ला। 2टा डल्लामा 1.5 किलो। 1.5 किलो? सुँगुर चाहिँ पानी खाएको र के ठुलो है? 4 महिना लाग्यो। बाख्रा चाहिँ कतिवटा हो? आम्मा 10 वटा अरे। तपाईँलाई त कम्पनीमा गर्दा फाइदा छैन है भनेपछि। ए डल्लो न डल्लो। सजना पनि पुरा फलेको रहेछ है।